आलु लभरहरूको लागि चाहिँ आज आलु भुजियाको तरकारी बनाएर खाऊँ है त। यो बनाउन चाहिँ एकदम सजिलो पनि छ, चाँडो पनि बन्छ अनि एकदमै मिठो टेस्टी पनि हुन्छ र हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ। सुरुमा चाहिँ मैले 4-5 वटा आलुलाई मजाले पखालेर भोक्रै नफालिकन चाहिँ यसलाई पकाउँदैछु। अनि यसलाई चाहिँ एकचोटि फेरि पखाल्ने अनि त्यसपछि यता मैले मसला रेडी गर्न लागेँ। धनिया अनि मरिच अनि जिरा लसुन खुर्सानीलाई चाहिँ पेस्ट गराएँ। त्यसपछि चाहिँ तेल राखेर तोरी अनि थोरै जिरा फुराएर चाहिँ जुन मसला रेडी बनाएको थिएँ त्यसलाई पनि राखेर एकचोटि चलाएँ। त्यसपछि चाहिँ जुन आलु काटेर राखेको थिएँ त्यसलाई पनि मजाले चलाएर राखिसकेपछि चाहिँ बेसार नुन स्वादअनुसार राखेर यसलाई चाहिँ मैले एकचोटि मजाले चलाएँ। अनि यसलाई चाहिँ छोप्दै पकाउनु पर्ने हुन्छ। यो एकदमै चाँडो पनि पाक्छ। यो छोप्दै गरिसकेपछि चाहिँ यो अब लगभग पाक्न लागिसकेको छ अनि मैले माथिबाट धनिया पनि छर्किदिएँ। यो चाहिँ रेडी भइसक्यो। हजुरहरूले पनि ट्राई गर्नुहोस्, एकदमै मिठो अनि टेस्टी छ।